हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी भ्लग। हामी चाहिँ आज पोखरामा छौँ र आज चाहिँ हामी पोखराको यो तालबराई मन्दिरमा दर्शन गर्न आइसकेका छौँ र ढुङ्गाबाटै तालबराई मन्दिर एक राउन्ड लगाइयो र त्यसपछि मैले सिनेमेटिक भिडियो बनाउने प्रयास गरेको थिएँ र गर्दा गर्दै अब ओर्लिनु पर्ने भयो। ल हेर्न सक्नुहुन्छ, उहाँहरू पनि आइसक्नु भएको छ दर्शन गर्नको लागि तालबराई मन्दिरको। र भित्र चाहिँ फोटो भिडियो बनाउन नपाइँदो रहेछ र बाहिर निस्किने बित्तिकै उहाँहरूको उत्कृष्ट भिडियो बनाउने प्रयास गर्दै थिएँ र यतिकैमा म पनि आफ्नो भिडियो बनाउँछु भनेको एक्टिङ आएन। ल यस्तो गर्दैछु फेरि मैले। त्यसपछि क्यामेरा फर्काएर माथि हेरेको पर्यो। आहा, कति राम्रो सुन्दर है देखिरहेको छ। र त्यसपछि म चाहिँ क्यामेरा फर्काएर उहाँहरूको एक्टिङहरू हेर्दैछु र के गर्नुहुन्छ भन्दै भिडियो बनाउँदैछु। उहाँहरूलाई थाहा छैन मैले के गर्दैछु भनेर। र त्यसपछि जङ्गली मछली मच्छी राजा रानी छैन माछाको। र तालबराई मन्दिरको दर्शन पनि गरियो, फोटो भिडियो के हो काच्याङ कुचिङ सबै कुरा गरियो र पुनः फेरि फर्क्यौँ हामी। तपाईहरू पनि देख्न सक्नुहुन्छ फेवातालको सुन्दरता। ल हेर्नुहोस्, यो कति गहिरो ताल छ होला। म यहाँ छु। फेवातालको सफर सकिसकेको छ। र त्यसपछि लाग्यो हामी पातलो छाङ डेभिस फल्सतिर। हामी लाग्दै गर्दा एकजना दिदीले हेलो के लानुहुन्छ भन्दै हुनुहुन्थ्यो र हामीले मतलबै नगरी सुरु लाग्यौँ डेभिस फल्सतिर हेर्नलाई हतारमा थियौँ। ल लाग्यो। त्यसपछि चाहिँ हामीले सोचेको जस्तो चाहिँ भएन, तर सबै कुराहरू बनाउँदै रहेछ। यहाँ तल चाहिँ जान नपाई हामीले माथिबाट मात्रै सिन भ्यू गऱ्यौँ र फेरि पनि उहाँहरू देखिनु भएको छ भाइरल जोडीहरू। डेभिस फल्सको यात्रापछि हामी लाग्यौँ गुप्तेश्वर महादेव गुफातिर र देख्न सक्नुहुन्छ गेट।
कता यतातिर गाडी एकछिन तपाईँ गरिदिनु खोज्दै रङबाट त लाग्यो 10 मिटर टिकट काट्यौँ टिकट फाइनली गुफाभित्र जानलाई टिकट लियो 4वटा। र गुप्तेश्वर महादेव गुफासम्म आइयो र यहाँ पनि सोचे जस्तो भएन। यहाँ पनि भित्र सबै कुराहरू बनाउँदै रहेछ र हामी एकछिनसम्म चाहिँ यहाँ पर्खियौँ। भित्र चाहिँ फोटो भिडियो बनाउन चाहिँ नमिल्दो रहेछ, त्यसैले हामी चाहिँ केही नगरी यतिकै मात्र लाग्यौँ। र भित्रबाट आइसकेपछि हामी चाहिँ एकछिन रेस्ट गऱ्यौँ र रेस्ट गर्ने बेलामा आफ्नो फेस कस्तो छ भनेर मैले एकछिन हेरिहालेँ। र गुप्तेश्वर महादेवको एक राउन्डपछि हामी बाहिर निस्क्यौँ र बाहिर निस्केपछि मैले चाहिँ फेरि पनि उनीहरूको भिडियो बनाइदिएँ। उहाँ भाइरल जोडी ढुक्कुर जोडी जस्तै हुनुहुन्छ, मस्त आफ्नै गफमा कस्तो भयो बुढा कस्तो भयो बुढी भन्दै सोधासोध गर्दै हुनुहुन्छ उहाँ चाहिँ। र हामी फाइनली ट्याक्सीको पर्खाइमा बसिरहेका छौँ र आजको भ्लग चाहिँ यही नै सकिन्छ। सो प्लिज सबैले सपोर्ट गर्नुहोला मेरो यो मिनी भ्लगमा। कस्तो लाग्यो हजुरहरूलाई? सो रियाक्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच।